हेलो वेलकम ब्याक टु माई च्यानल। अनि धेरै दिन बाद तपाईँको समक्षमा आएको छु है। आज चाहिँ आएको छु मेरो बर्थडे गिफ्ट अनबक्सिङ त के भन्नु, मैले गरिसकेको छु, बट तपाईँहरूलाई देखाउने इच्छा मैले गरेको छु। जस्ट तपाईँ एउटा फ्यामिली जस्तै नै हुनुहुन्छ, सो त्यही भएर अनि एभ्री इयर म त्यही नै गर्दै आएको छु। त्यही भएर चाहिँ फर्स्ट स्टार्ट गरौँ बाबाकोबाट। बाबाले मलाई ब्याग दिनुभएको छ, जो चाहिँ मैले अस्ति बर्थडेको दिनमा बजार जाँदाखेरि मैले युज पनि गरेँ। मैले चाहिँ भनिरहेको थिएँ उहाँलाई चाहिँ होइन, मैले हिन्ट दिइरहेको थिएँ। ब्याग पनि छैन, ठुलो चाहिएको थियो। ब्याग छैन होइन, ब्याग छ बट सबै सानो मात्रै छ। र ठुलो मलाई चाहिएको थियो, स्टफहरू हाल्नु कति साह्रो पर्दो रहेछ भन्ने भनिरहेको थिएँ कुरो। अन्त मलाई ब्याग दिनुभयो, जो चाहिँ मैले युज गरिसकेको छु। सो थ्याङ्क यू सो मच तपाईँलाई पनि, बाबालाई। अनि सेकेन्ड गरौँ छेमाकोबाट। छेमाले चाहिँ दिनुभयो कट सेट। अनि यो पनि मैले बर्थडेमा लगाइहालेको थिएँ। यो बर्थडेमा मैले यो र ब्याग चाहिँ मैले यसको ओपनिङ गरिदिइहालेको थिएँ। मुनि अलिकति भएको छ, अब अलिकति। अनि थर्ड गरौँ कसको भने भाउजूको, इडेन भाउजू, जो उहाँले दिनुभएको छ मलाई यो सबै। एउटा छ स्याम्पू एन्ड लाइक यो डियो स्प्रे एन्ड लाइक नेल पेन्ट, नेल पलिस एन्ड लाइक लिपस्टिक दिनुभएको छ हो। नेल पेन्ट त मैले यहाँ लगाएँ, एउटा मैले ट्राई गरेको थिएँ कि। एन्ड लाइक लिपस्टिक पिङ्कमा रहेछ, रेड देखिरहेको छ बट यहाँ पिङ्क हो, यो पिङ्कमा छ। थ्याङ्क यू इडेन भाउजू। अनि अर्को चौथोमा छ भने छ हाम्रो बडी एन्ड बडा, कुमार बडी एन्ड सुस्ला सरी कुमार बडा एन्ड सुस्ला बडी। उहाँले दिनुभएको छ कुर्ता सेट, जो चाहिँ मलाई पुरा मन पर्यो। अब तपाईँहरूले यसो देख्दा कस्तो लाग्छ पनि थाहा छैन, बट मलाई राम्रो लाग्यो। यसको सबै लाइन हेर्नुहोस्, बोर्डरहरू, एन्ड स्पेसली मलाई हात मजाको लागेको छ। यो कुर्ता भइहाल्यो माथिको, एन्ड सरी यो चुन्नी दुपट्टा एन्ड यो ट्राउजर। ट्राई पनि गरिहालेँ, फिट एकदमै ठिकै रहेछ, नो डाउट। चेन्ज गर्नुपर्ने घटाउनुपर्ने के छैन त्यसमा। यो भयो सुस्ला बडी एन्ड बडाबाट, सो थ्याङ्क यू सो मच। अनि अरू लास्ट बट नट द लिस्ट भन्यो भने यो जुन चाहिँ गिफ्टहरू छ त्यो चाहिँ हो, यो हो अनुपम दादाकोबाट, जो चाहिँ सुज फ्युमा सुज छ। सो सरी, उल्टा गरिदिएँ, देखिरहनु भएको छ। सो थ्याङ्क यू सो मच त्यसको लागि पनि। अनि मैले गिफ्टहरू एकदमै चाहिने योपालि मैले होइन एभ्री डे चाहिने नै पाइरहेको हुन्छु। सो योपालि पनि एकदमै चाहिने जरुरतमन्द चिजहरू मैले पाइरहेको छु। सो थ्याङ्क यू सो मच। एन्ड अफकोर्स म भुल्नु सक्दिनँ मेरो बोजू एन्भलप अनि धेरै ब्लेसिङ दिनुभएको छ, त्यो स्विट जेस्चरको लागि थ्याङ्क यू सो मच। अनि त्यस्तै प्रकारले मेरो जयन्ती बडी, रिया भाउजू, लाइक बेन्जामिन माइजू, उहाँहरूले त्यसरी नै मलाई उहाँहरूको त्यो स्विट जेस्चर मलाई देखाउनु भयो। त्यसको लागि धेरै धन्यवाद तपाईँहरूलाई, थ्याङ्क यू सो मच। सो द्याट्स इट गाइज, आई होप तपाईँहरूले इन्जोय गर्नुभयो भनेर। सो या सी यू नेक्स्ट भिडियोमा, बाई।